यहाँ सुन्नु त एकजना त तपाईका कर्मचारीहरूलाई ढुङ्गा हान्ने मान्छे त एमालेकै नेता हुनुहुँदो रहेछ। एमालेले कसैको घर जलाउन सिकाउँदैन, त्यसकारण हामी अराजक युवा होइनौं। तपाईको राष्ट्रिय अध्यक्षलाई भनिदिनुस् न सार्वजनिक जग्गा कब्जा गर्नेहरूलाई तपाईँ संरक्षण नगर्नुहोस् भनेर। बालेन्द्र शाहले भने मान्नुहुन्न होला, तपाईले भने त मान्नुहुन्छ होला नि। स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। मेयर हुन खोज्नु भएको थियो, त्यो चाहिँ तपाईँहरूको योजना थियो अरे होइन? कसको हजुर? मेयरमा उम्मेदवारी स्वतन्त्र घोषणा गर्ने अनि पछि एमालेबाट उपमेयर बन्ने चाहिँ तपाईँहरूको योजनाबद्ध रूपमा षड्यन्त्र थियो अरे। तपाईहरु भनेको कसको? नेकपा एमालेको। भन्न जसले जे पनि पाइन्छ। मैले तर तपाईँ एमालेकै कार्यकर्ता हुनुहुन्थ्यो नि त्योभन्दा अगाडि नि। कार्यकर्ता भनेको कस्तो? एमालेबाट नियुक्ति खानु भएको थियो। यहाँ त जसको कार्यकालमा जसले नियुक्ति खान्छ आफ्नो मान्छे बाहेकले नियुक्ति दिने चलनै छैन। मलाई किन नियुक्ति दियो भने म सम्पदा तपाईँ एमाले कार्यकर्ता हुनुहुन्न थियो? एमाले कार्यकर्ता, एमाले समर्थन कसलाई गर्ने भन्ने त्यो छुट्टै कुरा हो। तर एमालेले तपाईसँग सम्भावना देखेर उपमेयरको उम्मेदवार बनायो। त्यही नै हुनुपर्छ। त्यसकारण मलाई एमाले मन पर्छ। सबैभन्दा ठुलो हामीमा शक्ति छ किनभने हामी युवा हौ। तिम्रो राणा बानहरूलाई कामै गर्न नदिने अनि स्ट्यान्ड गर्यो भन्ने। अब शोभा पाठक त रोगो रोइ छ, तेरो बाउ महेश बस्नेतले त्यसलाई प्याम प्याम पारेर अनि बलात्कार गरेकै होइन होइन? सदैव प्रश्न गर्ने अधिकार जनतालाई भएको कारण पनि त्यही हो। जे छ त्यसलाई प्रश्न गर्न एक्सेप्ट पाइँदैन गर्नु। क्यारे, प्रश्न गरे पछाडि त फेरि जवाब आइहाल्छ क्यारे उताबाट। कताबाट होला? तपाईँहरूको टाउकोतिरबाट।